पोर्चुगलको लिस्बनको कास्काइस भन्ने ठाउँमा पार्क उर्बानो भनेर टिकटकमा यो पुलको अनि यस्तो सानो खोलाहरूको भिडियोहरू कति आइरहेको थियो कति दिनदेखि। सो हामी चाहिँ धेरै दिनदेखि जान प्लान थियो। हेलो गाइज, अब चाहिँ भिडियो सुरुबाट। अनि मेरो घरमा बस्ने सरू बहिनी अनि मेरो साथी सुस्मिताको परिवारसँग आज चाहिँ कास्काइस घुम्नलाई जाँदैछौँ। हामी चाहिँ अल्मदाको खोला पारी बस्ने भएको भएर यो ठुलो बोट चढेर पुग्यौँ लिस्बन। काइसुत्रेमा चाहिँ ठ्याक्कै कास्काइस जाने मेट्रो लागिरहेको रहेछ। दौडी दौडी भेटिहाल्यौँ, जता जता सिट खाली छ त्यतै बस्यौँ। अब एकछिन पछि साथीले छोरीलाई फ्रुट लिएर आइदिएको रहेछ। छोरीले नखाएपछि हामी दुईजनाले दे दनादन दियौँ। अनि फाइनली पुग्यौँ कास्काइस। त्यहाँबाट चाहिँ कता जाने भएको थियो। मेरो साथीको हस्बेन्डले चाहिँ 14 नम्बरको बस लाग्छ भनेर बस चढ्ने ठाउँमा गयौँ। फाइनली बस पनि आयो, बस चढेर लाग्यो। अनि ड्राइभरलाई सोध्यौँ एक्ज्याक्ट कुन ठाउँमा झर्ने भनेर। अनि उसले चाहिँ हामीलाई ठ्याक्कै एक्ज्याक्ट ठाउँमा झाडेपछि अब चाहिँ हिँड्दै हामी जाँदैछौँ। ठाउँमा बोर्डहरू लागेको रहेछ। जे होस् जानलाई चाहिँ सजिलै रहेछ झरेपछि। अनि 10 मिनट 15 मिनट जति चाहिँ हिँड्नुपर्ने रहेछ, धेरै पनि रहेनछ। अब चाहिँ मेन ठाउँमा हामी आइपुग्यौँ। टाढाबाट हेर्दाखेरि चाहिँ के नै होला र जस्तो लागेर हामी एक्सपेक्टेसन वर्सेस रियालिटी हुन्छ क्या हो जस्तो लाग्थ्यो। तर नजिक जाँदा त ओ माई गड कस्तो दामी लाग्यो कि। एकछिन फोटो भिडियो ग्रुपमा खिचेको, त्यसपछि हावा त यस्तो नमजाले लाग्यो। ओहो, लुगा चाहिँ यो ठाउँमा अलिक कम्फर्टेबलै लगाएर आउनुपर्ने रहेछ। बिजोग बनाएको थियो हाम्रो चाहिँ। अनि त्यहाँबाट भागिहाल्यौँ हामी। अनि त्यो खोला भएको ठाउँ खोज्न थाल्यौँ, कहाँनिर होला भनेर त्यही साइडमा जान थाल्यौँ। अनि अलि अगाडि गएको बच्चाको खेल्ने ठाउँहरू रहेछ। अब एकछिन पछि घुमेर अनि आउनुपर्छ है भनेर हामी तल लागियो। ओह्रालो रहेछ, जस ठाडै ओह्रालो रहेछ। दामी भ्यू देखिने पार्क जस्तो राम्रो लाग्यो मलाई चाहिँ। मान्छे हाइकिङहरू पनि आइरहेको थियो, प्रायः खानासाना बोकेर ड्राई पिकनिक जस्तो। अलि तल गइसकेपछि यहाँ चाहिँ ट्याक्कै एउटा गेट जस्तो रहेछ। गेटबाट छिरेर सरर यो ठाउँ चाहिँ आइपुग्यो। मलाई यो ठाउँमा पनि एकदमै इच्छा थियो यसरी नै फोटो भिडियो खिच्नलाई। अनि फोटो भिडियो खिच्दै ट्याक्कै एउटा कुकुर आएर त मलाई झसङ्गै पार्यो। खोलामा पनि मजाले सबैजनाले दितमरुन्जेल फोटो भिडियो खिच्यो। अनि अलि अगाडि गएको यो खोलाको पानी नुनिलो हुन्छ कि हुन्न होला है भनेर टक्क अघि पानी खेलाएको भएर मैले हात चाटेको त नुनिलो हुन्न रहेछ। मलाई चाहिँ समुद्रको पानी हो कि जस्तो लाग्थ्यो, तर होइन जस्तो लाग्यो। नुनिलो चाहिँ थिएन। सबजना मरी हाँसे। अलि अगाडि गएको बाटोमा चाहिँ ट्याक्कै खोला जस्तो बगिरहेको रहेछ। माथिबाट हिँड्यौँ हामी। अनि त्यसपछि ठ्याक्कै यो फुल जस्तो कस्तो मजाको रहेछ। अनि त्यसलाई खेलाउँदै बच्चा जस्तो हिँड्दै थिएँ म चाहिँ। क्या मजा आइरहेको थियो कि। अनि अब चाहिँ योभन्दा धेरै अगाडि चाहिँ जान सकिन्न है। एकजना मान्छेलाई सोधेको अझ 2 घन्टा हिँड्नुपर्छ भनेर भन्यो। अब बच्चासँग हिँड्न सकिनँ भनेर बाटोमा भोक लागेको भएर चाउचाउ सदाबहार जहाँ पनि गएर खाने चाउचाउ खाँदै पानी पिउँदै हिँडिरहेको थियौँ हामी चाहिँ। अब चाहिँ त्यहाँ तल चाहिँ खासै बस्ने ठाउँ जस्तो केही देखेनौँ हामीले। अब चाहिँ हामी लाग्यौँ उकालो कस्तो स्या फ्या भइसकेको थियो। उकालो झर्दा चाहिँ खासै केही नहुने, उकालो चढ्दा चाहिँ एकदम गाह्रो भइसकेको थियो। यहाँ पोर्चुगल आएर बानी पनि बिग्रिसकेको थियो हिँड्नलाई। हामी सबैले चाहिँ कहिले केही बनाएर घरबाटै लिएर आएको थियौँ। ड्राई पिकनिक जस्तो पनि हुन्छ, घुम्न नि हुन्छ भनेर। अनि फाइनली अब चाहिँ गम दिइरहेछौँ हामीले चाहिँ। लास्ट भोक लागिसकेको थियो, बच्चाहरू झन् भोकाइसकेको थियो। कोही कता बसेर दे दनादन गऱ्यौँ। अनि एकछिन पछि रेस्ट गऱ्यौँ, आधा घन्टा जति मजाले बस्यौँ। कस्तो अल्छी लाग्थ्यो, उठ्न पनि अब त घर जानै पर्यो भनेर अलि माथि गएको। अघि त्यो बच्चाहरूले खेल्ने ठाउँमा गएर आमा छोरी बच्चाहरू सबजना खेल्न थाले। अनि अब चाहिँ लाग्यो घरतर्फ। जे होस् रमाइलो भयो आजको दिन पनि। यो ठाउँ चाहिँ दामी लाग्यो। बिहान 10-11 बजे आएर 4-5 घन्टा हिँडेर अनि ड्राई पिकनिक जस्तो गरेर मजाले फर्किन सकिने रहेछ। हामी चाहिँ ढिला आएको भएर 2-3 घन्टा मात्र बस्यौँ। झन् बच्चाहरूसँग पनि थियौँ। ठाउँ चाहिँ दामी लाग्यो। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।